यो हो कोरियाको गाई फार्म। वाह के भएर सुकाएको हुन्छ नि त्यही खाना चामल धान कोरियाको गाउँ खतरा हुन्छ यार। बाटो है मजाले लो कहिले आएको छैन यहाँ त त्यस्तै छ तर त्यो त होइन त्यो त उता होइन त स्याल कोरियामा स्याल रहेछ नि यार। चिलको बाटो रहेछ यार। त्यहाँ छुक्छ यार ठुलो छ। अहिले फलाम राख्दा राख्दै टाइम बिताउँछ माथिबाट खसाउँछ नि राख्दा राख्दै त्यो मान्छे त्यस्तै अस्ति नै त्यहाँ कहाँबाट देखिँदै फोहोरको डुङ्गुरे डुङ्गुर यो क्या फर्निचर रहेछ पुरा यहाँ त। यहाँ आउनुपर्छ र आलु खन्नु बल्ल पाइन्छ फर्निचरमा। होइन अब त मैले पानी गर्दिनँ। एक दुई दिन रेस्ट पाउने अब त्यही कहिले कता न अब शनि आइतबार नि पाइन्न रेस्ट भा सेक्कीहरू कति छ सेक्कीहरू Wow, क्या दामी छ हेर है। के कोले भिडियो कताबाट हुने र म भागित थिएँ नि केही नि गर त्यो टोक्ने खालको कुर्ने होइन त्यसो पछाडि फर्कै भाग्ने खाला त्यो कोरियाको गाउँ एकदमै सुनसान मसानघाट जस्तो भुतिया गाउँ जस्तो छ। एउटा मान्छे हिँडेको देख्न पाइने। कोरियामा कम्पनी हुने भनेको कन्ट्री साइडतिरै हो, एकदमै गाउँले एरियामा मात्र। अरू बेला अरू ठाउँमा हुन्न कम्पनीहरू।
अगाडि हुनुहुन्छ नि त अगाडि हो क्या कता फर्किम पो छोडिदेऊ बाबा सिमेन्ट कम्पनी है यार त फर्किने कि जाने उतै एसानतिर जाने धेरै टाढा हुन्छ छोडिदेऊ एसान त के सिमेन्ट है घाम डुब्न लागेको थियो मन बिरान भए पनि मेरो यहीँका केटाहरू राखेका दिनभरिको थकान पछाडि 15 मिनटको राइडले एकदमै रिफ्रेस बनाउँछ मुड चोदी कहिले भन ए अब 5-7 दिन रेस्ट गर्छन् केटाले सिक्ता कहाँ गऱ्यो हुन्छ अब छोड्यो भने त मैले सिक्ताङमै हो पाइएसम्म नपाइए त यहाँ लाउन चाहिँ केलाई चेत्रु भारी के खै गाडा चिहान ए चिहान त कति है यिनीहरूले कसरी भगाइदिन्छ वाह शीतल वातावरण लाग्दा कोही छैनन् हामी दुईजना मात्रै साइकल चलाएर आनन्दले चिल पाएर फुल ब्रेक छोडेर लेफ्ट हामी आएको लेफ्ट होइन र जाम न त जाने भए उतै नि कहाँ फर्किम्ला के भएर पारी क्षितिजमा घाम डुब्न लागेको दृश्य घाम डुबिसकेको गजबको गार्डन छ गार्डन वरिपरि कुकुरले छोड्ने भएन जता गए नि जति गए नि कुकुर नै कुकुर मान्छेभन्दा बेसी कुकुर मान्छे त देखिँदैन पहिलो कुरो आज चाहिँ पुरा फ्रेस यो छ कुकुरको भरमा छोडेर मान्छेहरू गायब भयो
घाम डुब्न लागेको सुनमा घरहरू उजाडिएका छन् यहाँ पुरा। सायद विदेशी नै होला बस्ने यस्तो क्षेत्र घर यहाँ काम गर्न आउने युपीमा गर्न आउने पुरा कबाडी खाना जस्तो छन् घर पनि। यहाँ चाहिँ सबभन्दा धेरै भएको भन्ने चर्च, जता गए पनि चर्चै चर्च। मान्छे छैन, मान्छेभन्दा बेसी चर्च छ नि यहाँ। पार्क यति गजबको छ तर यहाँ कोही मान्छे नै छैन। उतै गएर हामीलाई एक्सर्साइज यहाँ त खासै केही पनि हुन्छ नि त। त्यही मान्छेलाई ल्याएर ओहोरदोहोर गर्दो रहेछ क्या। त हावा लाग्यो नि त, च्यापचुप छन् त्यो। कस्तो लाइभ? उसमा युट्युबमा लाइभ स्ट्रिम अपलोड गर्नु मिल्छ कि थाहा छैन। गरे हुन्छ नि 12 घन्टा होइन, हामीले क्या कहाँ कति क्राइटेरिया छ होला नि त, यतिकै पछाडि उ गर्नु भन्ने। त्यो पनि कसले हेर्छ र हो नि सब्सक्राइब च्यानलमा। ग्रुपहरूमा आज सेयर गर्नु। कलारा कोरियाको अफरोडको मजा लिँदै दुई गोर्खीहरू उसमा माछा मार्न पाइन्छ कि पाइन्न सोध्दैन राजा, सोध्छु भन्ने थिएन। मिठो निल्न आउँछ यार 20 मिनटमा नि यार। भुसुक्के फेरि जो सुते नि म बिचमा निल लान्न कि त्यो खाना खाए पछाडिको टाइममा नसुत्ने अनि निल लाउँछ त्यो 20 मिनट नि, सुत्ने अनि निदै लान्न। आज बढी त लास्टै थियो नि गर्ने। म त यत्तिकै बस्दाखेरि चिट पसिना आएको थियो यार। तिमी फ्यान लाग्थ्यो नि त्यो बेला त मलाई अस्ति गराउ नि गर्मीले टाइमै लाग्दैन। ए बा आज किन यार यस्तो 2-3 दिनमा टाइम जस्तै लाग्यो नि यार। यस्तो अब त 15-20 मिनट गयो हुन्छ, 5 मिनट गयो हुन्छ। आज झन् मैले फाल्दैन उसमा 3 बजेको छुट्टीमा फलाउने। त्यसले गर्दै गर्दैन। अनि ठुलो आयो भने समात्छ नभए केही गर्दैन। बुढोले पनि केही भन्दैन फेरि।
हामीले पनि त्यस्तो गर्छौँ राख्थेन बिहान तिनीहरूको नभयो राख्थेन सुरुमा त दुईटी हातले हान्ने हो नि ए भाइ तेरि अहिले त मैले त फलाम नि हान्नलाई के अरे तिमीले हानेको देखेर नभए हान्ने नै थिइनँ मैले फलाम यतातिर ढुङ्गा मात्र टिप्थेँ बस सिद्धियो तिमीले चोदीले सबैले हाल्छ मैले मात्र नहाल्दाखेरि अलि हुन्छ फलाम मैले पहिला हाल्ने थिइनँ नि अहिले नि त त्यस्तो उ गरेर त हाल्दैन जस थोरै त अहिले हाल्छु चोदीले त खतरा गर्थ्यो क्या त्यो त बेसी नआइ गराइमा देख्छै ठग जस्तो देखिन्छ यिनीहरू 5 वर्ष जाने कि बिचमा जान्छ मलाई खै जाने भनेर अलिअलि सिकाएको रे काम चोदीले अहिले बिचमा जाने भनेर चोदीले क्या चोदी त अब आराम पायो सिक्ताङा पायो भने आनन्दै त्यसको उठ्ने इन्जल के हो त्यो सेतोपट्टि फास्ट उ गरेको छ त्यो पछाडि लाइटको त्यो 2.5-3 कमाइरहेको मान्छेले यतिकै फर्किन्छ त नि आइपुग्यो किनकि प्रब्लम त भएकै हो बिचरा त्यसलाई अब हाम्रो जिम रुम आयो आउटडोर जिम टक्क हामी अब जिम गर्छौँ नि त 17 मिनट भएछ यार यस्तै अपलोड हान्ने नि मैले जिम मात्र कुकुर लहटा पर्सनल त होइन के पर्सनल त होइन होला ए भाग्य हो त नि यस्तो रिलिफ हुन्छ क्या नि मोबाइलमा हरिफ झाँक्दो रहेछ यार